महावीर पुनले सम्हाले मन्त्रालय। विशेष गरी विज्ञान प्रविधि तथा नवप्रवर्तनको क्षेत्रमा जिन्दगीभरि योगदान दिँदै आउनुभएको महावीर पुन जस्तो व्यक्तित्वलाई राष्ट्रहितको लागि उचित स्थानमा पुर्याउने यो निर्णय स्वागतयोग्य छ। हो, यस्तै पार्टी भन्दा पनि माथि देश, स्वार्थ भन्दा पनि माथि विकास, यस्तै सोच राख्यो भने चाहिँ देश अघि बढ्छ। विज्ञान तथा प्रविधि क्षेत्रमा अब महावीर पुनको त्यो एक्सन हेर्न बाँकी छ। यो देशले पनि विज्ञान प्रविधिमा फड्को मार्नुपर्छ, रिसर्चहरू हुनुपर्छ भन्दै आएका नेपाली जनताले आफू एक्लैले रिसर्च गरेर कृषि औजार सामग्रीहरू पनि बनाएर जनतालाई यही देशमा केही बनाउन सकिन्छ, बनाउन सक्छौँ, हामी रिसर्च गर्न सक्छौँ भनेर देखाएका महावीर पुनलाई त्यो मन्त्रालयमा देख्न पाउँदा खुसी किन नहुने। अब रिसर्च टेक्नोलोजी र विज्ञान क्षेत्रमा यो देशले फड्को मार्छ। छिमेकी मुलुक भारत जस्तै चन्द्रयानसम्म आफ्नो रकेट पुर्याउन सक्ने क्षमता छिटै बनाओस्। बेस्ट अफ लक महावीर पुन सर, काम गरेर देखाउनु होला। अब महावीर पुनलाई पनि कामको लागि चाहिँ प्रश्न गरिनेछ है। फेरि पहिला सांसद थिए, आफ्नो क्षेत्रको आवाज उठाउनु पर्छ है महावीर सर भनिन्थ्यो भने अब काम गर्नुपर्छ है महावीर सर।